विश्वको सर्वोच्च सगरमाथा गोरक्षेपबाट सूर्यास्त सनसेट यस्तो देखिन्छ। यो एकदम अग्लो देखिने चाहिँ नुप्चे हो। त्योभन्दा लेफ्ट ह्यान्ड साइडमा डाउनमा थोरै रातो टप टाइनी टप देखिरहेछ, त्यो एभरेस्ट हो। त्योभन्दा अलिक तलको लोला एकदम जाडो भइरहेछ, मलाई चिसो छ, -10 एराउन्ड पुग्यो होला यहाँ यति बेला। त्योभन्दा तल चङ्ते, यो खम्बाचे, लिङट्रेन, यो माथिको कालो पत्थर, त्योभन्दा माथि पोमरी, यो अग्लो चाहिँ पोमरी, यता योभन्दा पछाडि निरेखा, त्यसपछि यो तल गोरक्षेप 5180 मिटर एलिभेसन लेभल हो यहाँको उचाइ। र यो तल देखिने सबै भागहरू चाहिँ खुम्बु ग्लेसियर हो। करिबन 26 किलोमिटर क्षेत्रफलमा यो खुम्बु ग्लेसियर फैलिएको छ। विश्वकै ठुलो ग्लेसियर भनेर मानिन्छ यसलाई।